हेरौँ न यस्तो बनाएको छु। अब चाहिँ म थोरै सुप खाइदिउँ। लोकलको चाहिँ सुपै दामी हुन्छ क्या। राइस पाक्दैछ यहाँ। गुड मर्निङ। मेरो चाहिँ डे स्टार्ट भइसक्यो है। मेरो डे स्टार्ट चाहिँ तातो पानीबाट गर्दैछु है, मर्निङ टाइम। ल ल खाइदियो बिचारा मेरो छोरी। बिहान उठेर मर्निङ भन्ने पनि तन्की तन्की भन्नुपर्छ। आज चाहिँ हाम्रो आमा पनि यहाँनिर टक्कसँगले सोफामा आएर बसिराख्नु भएको छ। हो कि आमा? हो है। अलिअलि त हेर्न सक्नुभयो नि। आमा छोरै बिरामी यहाँनिर हेरे बिजोग बिजोग छ यतातिर। यहाँ आमै र छोरालाई पानको व्यवस्था। यो चाहिँ आमाको होला हौ, एउटा चाहिँ आमाको। ल ल आमा खुसी? खुसी भन्नु न। भन्नुहुन्छ त आमाले नि। ल पान खाने स्टिक निकाल्नु अनि खानु। ल के टोपी बाङ्गे के बाङ्गे। ल यहाँ बिरामी मान्छेलाई धन्यवाद। सम्झेर कहिले कहिले ल्याइदिनु हुन्छ कि साह्रै खुसी लाग्छ कि। हाम्रो मान्छेले माया गर्छ कहिले कहिले त। अब चाहिँ म घर आइपुगेको अवस्था होइन, सबै काम सिध्याएर अब चाहिँ हामी चट्टसँगले माम पकाएर खाने। मैले चाहिँ यहाँनिर मुला पनि काटिसकेँ है, अनि यो कुखुराको मासु पनि काटिसकेको छु। अब चाहिँ म यसलाई बनाउन तयार गर्दैछु है। यतातिर चाहिँ यहाँनिर पाक्दैछ है लोकल कुखुरा। यता चाहिँ माम पाक्दैछ, हल्का उम्लिँदैछ भुकु भुकु। मैले चाहिँ यहाँनिर मुला पनि लगाइसकेँ है। अब यहाँ हल्का भुटेर यसलाई रस लगाउने। अनि हामी आज मुलासँग चाहिँ चट्टै धेरै पछि चाहिँ हामीले मुलासँग मासु खान लागेको। ल अब के पठाइदिने त आमा? उत्यो चाहिँ राख्दिनँ न, त्यो टावल चाहिँ उतै तेर्सो गर्दै राख्दिनँ हौ। त्यो चाहिँ कस्तो भएछ टेस्ट? साँच्ची त नुन लाग्यो? नुनिलो भएन? बढी नुनिलो भयो हो? चर्को भएछ नुन? ए हो? ए कहिलेकाहीँ अब चर्के पनि खाइदिउँ ल। दाजुलाई कस्तो भयो दाइ? नुन चर्को? मैले मेथी लगाएको थिएँ, त्यो मेथीले पनि तितो होला हौ। यो सानोले अचारसँग खायो होला नि त। खायो मुला र मासु खायो मुला र मासु। अब चाहिँ सबैजनालाई खाइसकेँ। अब चाहिँ लास्टमा मेरो पालो जति पनि रहेको छ काकामा यो यति धेरै छ सुप पनि। सो अब चाहिँ म सबै खानेछु है। सो अब चाहिँ म फर्स्टमा हेरौँ न यस्तो बनाएको छु। अब चाहिँ म थोरै सुप खाइदिउँ। लोकलको चाहिँ सुपै दामी हुन्छ क्या।
झोल लगाइदिने हो टक्कसँगले। अब चाहिँ खाने हो दामी तरिकाले। दामी भएछ। अचार अचार पनि सुपर पिरो भएको छ। हल्लिने भएछ। कति साह्रो हो क्या। झोल हालिदिउँ टक्क। डल्ले खाइदिउँ है। यो पनि लोकल। पानी चाहिँ यसबाटै हाल्यो। खोर्सानी त कडा। खतरा बिरो भयो।
अब यो टोक्नु सक्छु कि सक्दैन थाहा छैन तर मेरो फेभरेट हो है खुट्टा चाहिँ डर छोड्नै मन लागेन साह्रो भयो पनि टोक्नु नसकिने अवस्था अचार पनि त्यस्तै पिरो डल्ले पिरो